हाई म साम्स पढ्दैछु अनि भजन सङ्ग्रहको 6-7 पढ्दा मलाई दुईवटा चिज इन्ट्रेस्टिङ लाग्यो विच आई जस्ट वान्टेड टु सेयर है। 6मा त्यहाँ हेऱ्यौँ भने डेभिडले पुरा प्रेयर गरेको कुरा रहेछ प्रभुलाई सबै भनेको अनि ऊ वेटिङ पिरियडमा भएको है। अनि लास्टमा पुग्दै गएपछि चाहिँ भर्स 9हरूमा चाहिँ उसले मेरो प्रार्थना सुन्यो प्रभुले भनेर भनेको रहेछ क्या। अन्त आई वाज जस्ट थिङ्किङ उसले कसरी थाहा पाइहालेको होला उसको प्रार्थना सुन्यो प्रभुले भनेर है। अनि इट वाज अ ल्याङ्ग्वेज अफ फेथ। अनि उसले प्रार्थना गर्यो अन्त उसले अन्तमा चाहिँ के गर्दैछ विश्वास गर्दैछ कि मेरो प्रेयर्सहरू सुनिसक्नु भएको छ भनेर है। अनि मलाई एकदमै इन्ट्रेस्टिङ चिज लाग्यो बिकज हामी पनि कतिखेर प्रेयर गर्छौँ तर त्यो लास्टमा चाहिँ त्यो लिफ्ट चाहिँ हुँदैन कि थ्याङ्क यू भन्ने चाहिँ है किनभने सुनिसक्नु भयो भनेर। तर डेभिडले चाहिँ आफूलाई त्यसरी एन्करेज गर्थेछ है अनि उसको फेथ त्यस्तो रहेछ। अनदर थिङ 7मा चाहिँ उसले कहिले लेखेको रहेछ यो भन्दाखेरि चाहिँ जब अब्सलोनले खेदाएर उनीहरू आफ्नो ठाउँ छोडेर जाँदै गरेको हुन्छ त्यति बेला एउटा बेन्जामिन ट्राइबको मान्छेले चाहिँ पुरा सरापेको हुन्छ है डेभिडलाई चाहिँ तैँले यस्तो गरेको अन्त यस्तो भएको त्यस्तोहरू भनेको हुन्छ। अन्त त्यो टाइममा चाहिँ के हुन्छ भन्दाखेरि डेभिडको साथीहरूले हामी मारिदिउँ भनेर भनेको हुन्छ। अन्त डेभिडले भन्छ होइन केही नगर, अगर साँच्ची नै मैले यस्तै गरेको हो भने चाहिँ के हुन्छ मसँग उसले जे भन्दैछ त्यो चिज लाग्छ त प्रभु नै मेरो डिफेन्डर हो भन्नुभएको रहेछ है। अन्त मैले डेभिडको अगाडिको कथा याद गर्दै थिएँ जहाँ अबिगेलको हस्बेन्डले के उसले भन्दाखेरि पुरा रिस उठेको थियो नि म दिदिनँ को ओ डेभिड भनेर भन्दाखेरि है मार्नु गएको थियो है अबिगेलले सम्झाएको थियो। तर आफ्टर मेनी इयर्स जब यो इन्सिडेन्ट हुन्छ ही हम्बल्ड हिमसेल्फ, ऊ कति चेन्ज भइसकेको रहेछ है। र कसैले उसकै अगाडि सराप्दैछ तैँले त यस्तो गरेको अन्त यस्तो भएको भनेर भन्दाखेरि पनि उसले चाहिँ प्रभु नै मेरो डिफेन्डर हो भन्ने कुरा गरेको रहेछ है। त्यो टाइममा चाहिँ साम 7 लेखेको रहेछ। अनि त्यहाँनिर के देख्दैछ भने प्रभु म चाहिँ विक छु है अन्त त्यसले गर्दाखेरि मैले रङ गरेको छु भने पनि राइट गरेको छु भने तपाईँको जजमेन्ट चाहिँ होस्, तपाईँको राइट जजमेन्ट होस् है। मान्छेहरू विकेड मान्छेहरूले रुलहरू गरिसकेको छ, अब चाहिँ तपाईँको रेन होस् भनेर भनेको रहेछ है। सो मलाई के इन्ट्रेस्टिङ लाग्यो भने डेभिड न्यू द्याट गड इज अ राइट जस्ट है, राइट जजमेन्ट गर्नुहुन्छ भनेर। अनि उसको यति वर्षको एक्सपिरियन्समा उसले आफूलाई पनि धेरै चेन्ज गरिसकेको रहेछ है। अन्त यो दुईवटा चिज चाहिँ मलाई इन्ट्रेस्टिङ लाग्यो है। पहिला चाहिँ फेथको ल्याङ्ग्वेज है, अनदर वान चाहिँ हाउ ही चेन्ज एन्ड हम्बल्ड हिमसेल्फ है। अनि कसरी उसलाई याद थियो कि प्रभुले चाहिँ जजमेन्ट गर्नुहुन्छ, म चाहिँ जज गर्ने होइन तर प्रभु नै जज हुनुहुन्छ भनेर है। अन्त यसले मलाई एकदमै एन्करेज गर्यो। सो आई थट अफ सेयरिङ।